अब कतिवटा छ लगभग भ्याउनलाई? यहाँ टन्नै चाहिँ यो गर्न त गर्ने छैन कि यहाँ 15-20 वटा छ होला। अब खास गरी हामी चाहिँ अहिले मुक्तिनगरबाट माथिको गुम्बामा छौँ। अब हामी यसमा चाहिँ हामी यो तोरण भन्छ, यसलाई चाहिँ तामाङको चाहिँ यसलाई तोरण भन्छ। यसमा चाहिँ हामीले रप्ने गरिसक्यौँ। आनीलाई भनेर यसलाई रप्ने गरेर चाहिँ हामीले यसलाई चाहिँ अब मन्त्र सन्त्र गरेर अब यसलाई चाहिँ हामी बाँध्नको लागि चाहिँ यसरी बाँध्नको लागि चाहिँ यसलाई योग्य बनाइसकेका छौँ। अब हामी यसलाई यो पहिला सुरुमा यसलाई एउटा लामा बनाउँछौँ। यता छुट्याउनु पर्छ। अब लामा बनाइसकेपछि अनि अब हामी यसलाई चाहिँ गाँसेर चाहिँ यो तपाईँले देख्न सक्नुहुन्छ, यो माथि पुरै देख्नुभयो लामो हो। यस्तै हामीले चाहिँ लामो बनाएर चाहिँ यसलाई चाहिँ टाँगेर अनि हामी चाहिँ यहाँबाट चाहिँ निस्किन्छौँ। भनेपछि यो सबै एउटैमै होला नि होइन? यो सबै एउटैमा हो, एउटै लाइनमा हो। यो चाहिँ हाम्रो सम्पूर्ण परिवारहरूको छ। सबैको परिवारको हाम्रो सुख शान्तिको लागि भन्नु पर्यो मेन कारण। ग्रह दशाहरू छ भने सबै जान्छ भनेर चाहिँ हाम्रो एउटा आस्था छ भगवान्प्रतिको। ल है रवि सर, कतिवटा भयो अहिलेसम्म? अहिलेसम्म हाम्रो लगभग मलाई अनुमानमा चाहिँ 10-15 वर्ष भइसक्यो। उता मामाले पनि तान्दै हुन्छ, हामीले मैले चाहिँ यता बाँध्दैछु, मामा चाहिँ उता टाङ्दै हुन्छ। अब छ अझै यहाँनिर 8-10 वटा जति बाँकी छ होला। अब मामाले चाहिँ उता तान्दै हुन्छ, मैले यता गाँच्दैछु। अब यसलाई चाहिँ हामीले यो किन गर्ने हो भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो तामाङ जातिकोलाई चाहिँ खास गरी तोरण भन्छ। अनि यो तोरण चाहिँ हामीले यसलाई पूजापाठ गरेर मन्त्र सन्त्र लगाएर आनीहरूबाट चाहिँ हाम्रो यो गुम्बामा तल गुम्बामा सब रेडी भइसकेको छ। अब यो चाहिँ बाँध्नको लागि चाहिँ योग्य भइसकेको छ। अब यसपछि चाहिँ हामी यो सबै यसरी यो देख्न सक्नुहुन्छ तपाईँले, यसरी टाँग्छौँ हामी होइन। यसरी टाँगेपछि चाहिँ अनि हामी चाहिँ हाम्रो यहाँको काम सकिन्छ। अनि यहाँबाट अब हामी चाहिँ लुम्बिनीतिर जान्छौँ। फेरि लुम्बिनीमा फेरि हाम्रो यस्तै छ। लुम्बिनी फेरि वहाँ गएर पनि हामीले यस्तो तोरण टाँगेर अनि त्यसपछि त्यहाँ गएर नै हाम्रो शान्तिको लागि, लुम्बिनी त अब तपाईँलाई थाहा छँदै छ, शान्तिको लागि भनेर चिनिन्छ। यो त्यहाँ गएर त्यसमा साथसाथै बुद्ध पनि त्यहीँ जन्मेको होइन? भगवान्को त जन्मस्थलै हो नि त त्यहाँ गएर बुद्ध भगवान्को अब त्यहाँ तपाईँले देख्न सक्नुहुन्छ। त्यहाँ त अनि खुट्टाको पाइलान छ होइन गौतम बुद्धको? त्यहाँनिर ठुलो मन्दिर छ नि त्यहाँनिर बिचमा, त्यहाँ छ। त्यहाँ चाहिँ अब मैया देवी भगवान् बुद्धको आमाले त्यहाँ चाहिँ गएर चाहिँ त्यहाँ बुद्ध भगवान्लाई चाहिँ जन्म दिनुभएको थियो। त्यहाँ बुद्ध भगवान्को चाहिँ पाइला पनि छ त्यहाँनिर बिचको त्यो सेतो मन्दिरमा चाहिँ। तपाईँले त्यहाँ लुम्बिनी अवश्य जानु होला। तपाईँको त्यहाँ यदि तपाईँको चाहिँ बुद्ध भगवान्को प्रति केही आस्थाहरू छ, केही जान्नु छ, उहाँको बारेमा जन्मको बारेमा जान्नु छ भने तपाईँले त्यहाँ सम्पूर्ण जानकारी चाहिँ पाउन सक्नुहुन्छ। अनि रवि सर, अनि यहाँ मुक्तिनाथमा यस्तो हिउँले ढाकिएको ठाउँमा बस्दाखेरि कस्तो अनुभव भइरहेको छ? अब भन्नुपर्दाखेरि अब हेर्नु है, यहाँ देखिरहनु भएको छ, मैले के बोल्नै परेन। कति हिउँ छ हेर्नु, यहाँ कति हिउँले यहाँ मेरो जुत्ता यहाँ बुट डक्टर मार्टिन यस्तो गडिरहेको छ। अनि यो त डक्टर मार्टिन ट्रिपल सोल जस्तो छ त रवि सर? यो ट्रिपल सोल हो, यो 1 सोल 2 सोल 3 सोल त्यस्तो लाग्यो। मैले अघि हेर्दै म शङ्का लाग्थ्यो हो कि होइन भने म सोधेको। ट्रिपल सोल हो यो। त्यही पनि हेर्नु, यत्रो ट्रिपल सोल हानेर आउँदा डक्टर मार्टिन हानेर आउँदा नि यहाँ एकदम मलाई चिसोको अनुभव भइरहेको छ। किनभने यहाँ तपाईँले हेर्ने कति हिउँ छ हेर्नु, यहाँ यस्तो छ हिउँ। त्यहाँ हिउँ छ। अनि यहाँ चाहिँ के लेखेको हो सायद? यो यहाँ चाहिँ विजय भनेर लेखेको छ। विजय सरको काम हुनुपर्छ यो चाहिँ। अब लगभग भयो होला सायद। अब त्यो दुइटा जति बानी हुन्छ होला। अब 6वटा बानेपछि चाहिँ हाम्रो त्यो एउटा त्यहाँ छ वहीँसम्म जाने हो र रवि सर? उतै वहीँसम्म जाने हो नि होइन? तलबाट गरे नि हुन्छ होला अङ्कल, माथि त लानु पर्दैन होला। हजुर